दर्शकबिन नमस्कार, स्वागत छ हाम्रो यस च्यानलमा। सुयोङ गुरुङ निर्देशित पर्वतीय एडभेन्चर रोमान्टिक फिल्म जेरी अन टपले बक्स अफिसमा धमाका मचाएको छ। 2082 सालको उत्कृष्ट कमाउने फिल्म मध्ये पर्ने यस चलचित्रले रिलिजको केही दिनमै नै नयाँ रेकर्ड स्थापित गरेको हो। अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरेको दमदार अभिनय रहेको यो फिल्मले देशभर दर्शकको राम्रो साथ पाइरहेको छ। चलचित्र विकास बोर्डले सोमबार फिल्मको आधिकारिक कमाईको तथ्याङ्क सार्वजनिक गरेको छ। बोर्डका अनुसार फिल्मले प्रदर्शनको 16 दिनसम्म देशव्यापी 10,51,48,000 रुपैयाँ ग्रस कमाई गरेको छ। सोही अवधिमा फिल्मले 3,33,000 टिकट बिक्री गरेको तथ्याङ्कमा उल्लेख छ। यसअघि अनमोल केसीका कैयौं फिल्म चर्चामा आए पनि 10 करोड ग्रस क्लबमा प्रवेश गर्ने पहिलो फिल्म जेरी अन टप नै बनेको छ। यसले नेपाली बक्स अफिसमा अनमोलको करियरका लागि नयाँ उचाइ स्थापित गरेको छ। फिल्मले अहिले पनि देशभर सफलतापूर्वक प्रदर्शन गरिरहेको छ र कमाई अझै बढ्ने अनुमान गरिएको छ। आजको लागि यति नै। यस्तै ताजा अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।